हेलो गाइज, वेलकम टु माई न्यू भ्लग। आज चाहिँ मैले कति पछि भ्लग बनाउन गइरहेको छु अनि यहाँ पछाडि चाहिँ हुनुहुन्छ उर्मिला श्रेष्ठ। उहाँको अर्को नाम हो लीला देवी श्रेष्ठ हैन त। आज चाहिँ मैले बिहानै चाहिँ भिडियो बनाइन, दिउँसो बनाएको छु। आज चाहिँ हामी जाँदैछौँ साथीको घर। कति पछि एक महिना एक हप्ता पछि म चाहिँ हामी दुईजना चाहिँ साथीलाई भेट्न गइरहेको छौँ हैन, जान्छौँ हैन। आज चाहिँ हामी भेट्न अब देखाउँछु के हुन्छ हैन, हेर्दै गर्नु होला गाइज। अहिले चाहिँ हामी साथीको घर जाँदैछौँ हैन। हामी दुईजना जाँदैछौँ अरुणाको घर। अनि यताको मौसम चाहिँ यस्तो छ न, पुरै हुस्से लागेर केही पनि देखेको छैन, हेर्न सक्नुहुन्छ। अनि हामी चाहिँ छिट्टै साथीसँग भेटेर देखाउने छौँ भिडियोमा। मेरो यो भर्खरै हो नि त भिडियो बनाउनु थालेको, अनि मलाई त्यसरी बोल्नु आउँदैन क्या मजाले। अनि गाइज अहिले चाहिँ हामी साथीको घर पुग्न आँट्यौँ हैन। पुरै सुनसान छ, यस्तो रोडमा नि हत्तु हिँड्छ क्या। यहाँ उर्मिलाको एउटा न्युज छ, खुसखबरी हेर्न सक्नुहुन्छ। उर्मिलाले कपाल काटे। अहिले चाहिँ बेलुका भइसकेको छ यतिकै। अनि यता चाहिँ हामी टिकटक बनाउनुलाई रेडी हुँदैछौँ हैन। अरुणा चाहिँ भित्र गएको छ। अनि अहिले चाहिँ हामी तल कहाँ जाँदैछौँ भने चिया खानु जाँदैछौँ हैन। हामीले चाहिँ फाइनली उनीहरू दुईजनालाई भेटिसक्यौँ। हामी दुईजनाले उसलाई भेटिसक्यौँ भनेको के बोल्छु गाइस, के भन्नु अब। हामीले चाहिँ फाइनली हामी तिनजना चाहिँ भेटिसक्यो हैन। कति महिना पछि? 1 महिना त्यति हैन, धेरै हो त्यो भन्दा हैन। अनि म र ऊ चाहिँ धेरै मतलब भन्नु खोजेको, खै कति महिना जति भइसक्यो नभेटेको। अनि उसँग चाहिँ म भेटेकै, उसँग चाहिँ भेटेको थिइनँ। हामी तिनजना चाहिँ सँगै नभेटेको कति भएको, 1 महिना हुन्छ चाहिँ 1 महिना, त्यो भन्दा धेरै होला। त्यो पछि पुरै गयो। अनि सानो त पुरै गइसक्यो। नखाम क्या रक्सी के अरे युट्युब च्यानल चाहिँ मेरो हो हैन गाइस। म देखेको छु ब्लगर चाहिँ उ र म हो। के पो अनारमा हो। अनि यहाँ चाहिँ रन्जु र अना हिँड्दैछ। अनि हामी चाहिँ यो चाहिँ हाम्रो भुकेधारा। अनि के पो हाम्रो घर चाहिँ प्रगतिले गर्ने गाइस। हामी तिनजना भएपछि हामीलाई केही पनि चाहिँदैन। आँसु चाहिँ कडै छ। हामी चटपटी खाना आएर छौँ। अहिले चाहिँ चटपटी पनि आइसक्यो। हामी दुईजना खाँदैछ मिठो मिठो रातो गिलो चटपटे। हामीले खाने पनि भइसक्यौँ हैन। यहाँ पानी खाँदैछ हैन। अनि त्यो असली नाम नभन न। अनि अब चाहिँ हामी अहिले 8 बज्न लागिसक्यो। 8 बज्न त्यस्तै 9-10 भन्दा नि खै 10-15 मिनट होला। अब हामी चाहिँ कुल्फी खान्छौँ अनि घर जान्छौँ। यो दोकानमा आएको मिठो चटपटे पाउँछ, तपाईँहरू पनि आउन सक्नुहुन्छ, आएर चाख्न सक्नुहुन्छ, खान सक्नुहुन्छ है त। यिनीहरू चाहिँ पैसाको गन्थन गर्दैछ धनी छ नि त। म केही बोल्दिनँ। अनि यहाँ चाहिँ यिनीहरूले आइसक्रिम दिँदै हुनुहुन्छ। आइसक्रिम पठाइदिएको लागि यसलाई के भन्छ गर त्यस्तो पठाउनै पर्दैन। कुल्फी हेरे हो गाइस। उर्मिलाको धेरै पिङ छ नि, मेरो अलिक पिङ अनि उर्मिलाको सेतो यति बेलुका कसले के खान्छ? हामी खान्छौँ बर कुल्फी। गाइस अब चाहिँ हामी अर्नालाई पुऱ्याउनु गएको है त। गाइस आज चाहिँ हामी घर कति बजे पुग्छौँ भने 9 बजे मात्रै पुग्छौँ जस्तो छ।
हेर्दै गर्नु होला हाम्रो भिडियो। दुईजना चाहिँ पछाडि पैसाको गन्थन गन्थन गर्दैछन् होइन। म चाहिँ अगाडि भ्लग बनाउँदै हिँड्दैछु। पछाडि हेर्नु कस्तो राम्रो गुराँसको स्तम्भ वाउ खाएको त छेल्लो गरेर खाँदा त भरि एडिट गर्दै हाल्छु ओके। तिमीहरू पनि केही बोल न मेरो च्यानलमा। केही बोली यस्ता छन् मान्छेहरू केही भन्नु छैन मलाई केही। आफ्टर 1 month 25 days फाइनली वी के भन्छ इङ्ग्लिसमा टुगेदर गेट टुगेदर होइन पछाडि हेर्नु कस्तो राम्रो देखिरहेछ हावा हामी छुट्टिएको होइन अरू न अब यहाँदेखि आफै घर जान्छ। हामी पनि अब घर जान्छौँ। हामीलाई फेरि मार्नुहुन्छ बाई भोलि पर्सि भेटौँला अब कति दिनमा भेट हुने हो बाई गाइज। अब चाहिँ हामी घर पनि पुग्न लाग्यौँ होइन। तपाईँहरूलाई भिडियो कस्तो लाग्यो भनिदिनु होला। राम्रो लाग्योमा लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनु होला। बाई बाई गाइज।